So hello, welcome back to my another new video guys. So आज चाहिँ त्यस्तो स्पेसल केही त छैन तर हल्का स्पेसल नभने नि स्पेसल त छ हैन। आज चाहिँ हामी चाहिँ यहाँ पहिला हाम्रो एक्स रुममेट भनौँ न पहिला हामीसँगै बसेको रुमको दाइकोमा एक्स रुममेट दाइकोमा हामी जाँदैछौँ। दाइले चाहिँ आज लगेर हामीलाई पानीपुरी चटपटे खुवाउने रे। अनि सो पहिला पनि धेरैचोटि आइसक्यो आज मात्र होइन हामी आइरहेको छौँ तर आज चाहिँ किन यसो गएको बेलामा रमाइलोको देखाइदिइहालौँ न त नि यसो भ्लग यसो भिडियो सिडियो गरिदिउँ हालिदिउँ होइन सो केही नयाँ कन्टेन्ट जस्तो भनेर। सो मसँग हुनुहुन्छ मेरो अहिलेको रुममेट दाई स्टिल हामीसँगै छौँ रुकेश दाई। अनि हाम्रो एक्स रुममेट चाहिँ अगाडि उसको रुममा जानु लाग्यो सानमा ड्याङ ड्याङ अगाडि हिँडिरहनु भएको छ। कस्तो टाढा र र हामी चाहिँ अघि नै निस्केर टक्क सामान लिएर अनि यहाँनिर स्टेसन मेट्रो बसमा चढेर यहाँ दाइको यता ओढेर अब हिँड्दै जाँदैछौँ। अलिकति उ छ अहिले चाहिँ हाम्रो गाडी चाहिँ छैन। तपाईँहरूलाई थाहा चाहिँ छैन हामीसँग गाडी पनि छ हो। अहिले चाहिँ हाम्रो गाडी छैन अहिले एक डेढ महिनाको लागि चाहिँ हाम्रो गाडी रद्द भएको छ किनभने हाम्रो गाडीवाला त हामीलाई छोडेर नेपालमा रमाइलो गर्न जानुभएको छ। लाइक दाइ भिडियो हेरिरहनु भएको छ भने इन्जोय गर्नु रमाइलो गर्नु मोज गर्नु आउनु जस्ट स्पेन्ड यर टाइम विथ यर फ्यामिली मेक सम न्यू मेमोरिज विथ देम होइन। अनि त्यही हो स्पेसली त्यो अस्ति मैले भनेको नि त्यो कुरा पनि है भनेको थिएँ मैले जोस्तालाई जानुभन्दा अगाडि। ओके दाइ सो गाइस अहिले चाहिँ हामी हिँड्दैछौँ एकछिन टक्क रुममा गएर अनि फेरि ब्याक अगेन गरौँ। सो गाइस हामी चाहिँ आइपुगिसक्यो हाम्रो दाइको रुममा। मैले भने नि एक्स रुममेट भनेर उहीँ दाइ हो चौचो नि मुला हामी चाहिँ। तर पहिलाको भ्लगहरूमा मेरो सुरुको भ्लगहरू हेर्नु भएको छ भने त याद छ होला हामी बिच सिच गएको हाम्रो ग्याङ सधैँ एउटै त हो जाने भनेको अरूसँग त जान्न म जान्छु तर त्यस्तो अरूसँगको भ्लग भन छैन अहिले पनि गएको। सो जहाँ गए पनि जाने ग्याङ यही दाइहरूको ग्याङ हो। दाइहरूको कान्छो भाइ म हो यहाँ अनि माया पनि धेरै पाउँछु होइन। दाइको रुममा आइसक्यो अब हामी चाहिँ यहाँ पुरै यहाँ बनाउनलाई यहाँ रेडी गर्न लागेर छौँ। अब सबै कुरो सामानहरू रेडी गरेर खाएको मात्र देखाउने हो खाएको देखाउनु मात्र आएको म खासमा है खाएको चाहिँ मजाले देखाउँछु। सो गाइज हाम्रो चाहिँ के हालेन कागती हालेको त लागेन कागती नुन धेरै हुन्छ कि दाइ त्यसमा नुन लाखा पनि चर्को हुन्छ कि दुइटामा धेरै भयो नि। सो हाम्रो यहाँ सबै रेडी भइसक्यो चटपटे चाहिँ हामी अब यो पानीपुरी खाएर बादमा हेर्छौँ। हाई भाउजू हाई भन्नु देउरानी हुनु पऱ्यो नि। सो हाम्रो यहाँ रेडी भइसक्यो चाख्न लागेको छ के छ मलाई एउटा दिनु मलाई दिनु बनाइदिनु म चाखिहाल्छु। मलाई यहाँ चाख्नु मन लाग्यो एउटा टिस्यु चाहिँ दिनु है मलाई भाउजूलाई भाउजू दामी हामी चाहिँ यहाँ एउटा खानु के दामी भएको चाहिँ खान्छु अनि एकछिनमा फेरि आउँछ तर खाएको पनि देखाउनु छ अलिअलि मलाई पनि दिन्न एउटा खानुपर्छ भाउजू खानु त्यो फोन होला प्लिज सुत्नु भयो होला छोड गाडी भयो अब भिडियो गर्न थाल्यो भने सकाइन्छ केटाहरूले सो म खान्छु ल। सो गाइस हामीले चाहिँ खाएर पनि सकाइसक्यो टक्क भुँडी फुलिसक्यो पुरै खाएर होइन लोद मजा आयो खाएर मजा आयो मिठो निन्द्रा लागेको छ। अब चाहिँ रुम जाने हो टक्क बेडमा पल्टेर आनन्दले मिठो सपना म त कसम पानीपुरी खाएर पुरै झ्याबास झ्याप भयो जमसम त्यही जम्मा भयो खाइहाल्यो सक्यो निस्किदिउँ गाडी कुर्नुपर्छ अब हामी मलाई थाहा हाम्रो थाहा छैन नि त्यो अहिलेको म त बिर्सेँ नि खासमा त। अब हामी चाहिँ निस्किन्छौँ यहाँबाट मेरो जुत्ता कहाँ राखेँ मैले खोलेर जान्छौँ अब अनि त्यस पछाडि जान्छौँ त्यही हो अल्छी लाग्यो हो भुँडी टन्नु भयो जस्तो अल्छी लास्टै लाग्छ।
हामी चाहिँ दाइकोबाट निस्क्यौँ होइन अब साथी हुन्छ जस्तो भयो नि त हामी चाहिँ निस्किँदाखेरि सामान त एकचोटि म पुरै मेरो आउटफिट उयो क्यामेरामा छोपिन्छ नि आजको बाहिर निस्किनुको यो दुवै डल्ले हो है दुईटै डल्लेहरू हो अनि सानो हो क्या दुध खाँदा खाँदै विदेश आए जस्तो लाग्छ दुध खाँदै दुध खान छोडेर विदेश दौडिदिएको त्यस्तो भन्नु पर्ने अनि यो डल्ले भाइ है अगाडिको चाहिँ कतापट्टिबाट साथी याद गर्नुपर्छ नि बाटो फेरि यो चाहिँ म हो के भयो दाइ के छ मेरो मिटर काट्दै हो नि मैले यहाँ राखेको छु मलाई के थाहा साँच्ची दाइ भाउजूहरूको रुम चाहिँ कता हो यही हो कि यो दुइटै जोडेको घर हो अनि कताबाट जान्छ त्यो घर त्यो वालले छेक्या मात्र यताबाट सर्ट निस्केर यताबाट त्यस्तो पो अब हामी चाहिँ मेट्रो बस कुद्न जान्छौँ मेट्रो बसमा चढेर टक्क हामी काम गर्ने ठाउँमा जान्छौँ त्यहाँनिर हाम्रो ट्रान्सपोर्ट आउँछ लोकेसन त्यसमा चढेर अनि जान्छौँ हामी बस कुद्ने ठाउँसम्म छोडिदिउँ त्यसपछि त हामी जान सकिहाल्छ नि हो बस कुद्ने चाहिँ कहाँ त्यहाँ रोक्छ होइन त्यो मेट्रो स्टेसनमा त त्यहाँ गएपछि ओर्लिहाल्छौँ हामी त भन्नै पर्दैन नि होइन त्यहाँ रोक्छ आउने बेला त्यो स्टेसन क्रस गर्ने बित्तिकै थिच्नुपर्छ स्टपको बटन अनि रोक्छ कहाँ रोक्छ अरे थाहा भयो याद भयो तक्लै हिँड्दै जाँदा नि हुन्छ ल विकेन नजाने हिँड्दै नजिकै त हो नि 20 मिनट लाग्छ 20 मिनट लाग्दैन छ्या धेरै भयो खाएको हिँड्दै जाउँ कि विकेन जाँदिनँ म त हिँडेर त अहिले पात्दै हिँड्यो है पार्दिनँ नि त मेरो भ्लगमै पार आवाज आएन क्या आवाज आएर हालिदिने पारेको पनि मान्छे घरमा यसरी गाडी छ 4-5 लस्करे आफ्नो गाडी चाहिँ कहाँ छ राधा हिँड्दै जानु पर्यो मेट्रो गाडी अहिले जानलाई सो हामी काम गर्ने चाहिँ ऊ त्यहाँनिर टावर मुनि नै हो हामी काम गर्ने चाहिँ त्यहाँनिर मार्केट छ त्यहाँ चाहिँ हाम्रो ट्रान्सपोर्ट आउँछ फेमस ठाउँमै काम गर्दो रहेछ नि त को हामी त्यो भिलाज मल त नि विश्वको सूचीमा परेको रहेछ नि त नि हो र कति स्थानमा के सूचीमा विश्व के भन्छ त्यो सपिङ मलहरूमा है विश्वको सपिङ मल मलाई थाहा छैन भिलाजुको मल नम्बर 20 मा नम्बर फुटपाथ छोपेर जाऊ ल छोड्नु त्यहाँ अगाडि स्टपेज छ ल हामी जान्छौँ अब यहाँ अर्बिकहरूको बस्ती छ यसरी भिडियो गर्न चाहिँ दिँदैन अहिले घर पुगेपछि टक्क होइन म गर्छु गाडी आउँछ के बोल्यो आज होला यतै क्या अगाडि यही ल गाडीहरू मान्छे आइरहेको सो कस्तो है पारा हटाइदिएर एकछिन त कस्तो म त्यहाँ पुलिस मेट्रो स्टेसनमा त्यहाँ पुलिस भए चाहिँ म ठ्याक्कै पुलिसमा गइदिन्थेँ कि पुलिसलाई खोजेको मैले भेटेन अनि पुरै त्यसले त पुरै त्यहाँ मेट्रोको स्टाफलाई बोलाएर रहेछ कि त्यो स्टाफलाई के गरोस् बिचरा हिरो पनि त्यो अब दुइटा कन्ट्रीको कसको सपोर्ट गर्छु भनेर दाइलाई सोधेको दाइले म कसैको पनि सपोर्ट गरिदिउँ भने उसको चाकमा आगो लागेको छ अनि यो कतारीको के अरे अरबिक कन्ट्री हो अरे अरबिक कन्ट्री हो अरे अनि अरबिकलाई मुस्लिमलाई सपोर्ट गर्नुपर्छ अरे ओके इट्स आवर ओन बिजनेस होइन हामी कसलाई सपोर्ट गर्छु र गर्दिनँ त्यो त हाम्रो उसको हो नि होइन उसले कसलाई पनि सपोर्ट गर्दैन द्याट डजन्ट मिन कि उसले नराम्रो गर्यो होइन हामीले नराम्रो गरेर साला यस्तो रिस उठ्दोमा यस्तो कचरा मान्छे चाहिँ कहाँबाट पैदा हुन्छ भनेको कि मलाई त अचम्म लाग्छ फर्स्टमा तिमीलाई बस्न बोलाइरहेको थियो त्यसले त्यहाँ मलाई बस्न बोलाइरहेको थियो कि तर मलाई चाहिँ फेरि कोही मान्छेहरूले सोधे कि यस्तो के दाइ म चाहिँ होइन कोही मान्छेहरूले मसँग इन्टरेक्ट गर्न खोज्यो भने चाहिँ आइएम नट इन्टु द्याट पर्सन कि मलाई कसैसँग नचिनेको मान्छेसँग चाहिँ हतपति गरेर बोल्न मन लाग्दैन मैले भने नि पहिला मलाई बस्न बोलाइरहेको थिएँ उसँग तर म चाहिँ मैले चाहिँ इट्स ओके भने म चाहिँ चल्दैन त्यहाँबाट अनि दाइ चाहिँ गएर बस्थ्यो होइन त्यो मान्छेसँग अनि दाइलाई यस्तो यस्तो क्वेसन गरेछ अनि ऱ्याक गर्न खोज्छ कि पुरै त्यसलाई अरबी गाउँदो रहेछ सो हि थिङ्क होइन उसलाई अरबी गाउँछ भने हि वान दिस के लाइक ऊ चाहिँ हिरो हो डन हो लाइक अनि त्यही माथि थाहा पायो होला नेपाली बोल्नु सक्दैन केही गर्नु सक्दैन त्यो मुलालाई थाहा नै छैन कि हामी गोर्खाली हो कोहीसँग डराउँदैन भन्ने कुरा अनि तिमीले अनि के भयो सोद्धाखेरि त्यसले रिस उठ्यो क्या अनि मैले सोधेको के भयो भनेर अनि मलाई पुरै मैले चाहिँ भने मेरो दाइ हो मेरो ब्रदर हो किन गऱ्यो भने ऊ गरेर पुलिस बोलाउँछ यताउता कल गरेर को डराउँछ मैले अझ बोलाले गुज्दु पुलिस भनेको सरासर मेट्रोबाट चढेर हिँडिदिँदा के अलिकति बेसी भयो भने म आफै फोन गरेर पुलिस बोलाएर त्यसलाई
के हुँदै हुँदैछ होला त्यसलाई अरबिक आउँछ भनेर इट्स नट डोन्ट म्याटर के अरबिक हो भनेर चाहिँ अलिकति ऊ हिरो बन्ने होइन अरूलाई अरू नेसनलिटीलाई दबाउने तर 100% स्योर कि त्यो बङ्गाली हो बङ्गाली हो बङ्गालमै हो भने त्यसले त्यसले भन्यो तिनीहरूको चाहिँ मुस्लिमको नाम चाहिँ अगाडिबाट जहिले पनि मोहम्मदको कस्तो हुन्छ अरे तिमीहरूको केबाट हुन्छ भने हाम्रो त्यस्तो हुँदैन हाम्रो सेम कास्टको मात्रै हो भनेर मैले भनिदिएँ आइडी देखाएँ आइडी मैले देखाएन आइडी पनि देखा भने अनि त्यस पछाडि त्यो क्रिस्टियानो रोनाल्डोको फ्यान हो अरे तर त्यो क्रिस्चियन भयो म त्यसको सपोर्ट गर्दिनँ अरे त्यस्तो त्यस्तै हो अनि उसलाई चाहिँ नेभर माइन्ड होइन यस्तो कचरा मान्छेहरू त सपोर्ट गर्नु पऱ्यो कि त प्यालेस्टाइनको सपोर्ट गर्नु यस्तो हो यस्तो कन्ट्री हो अरे अनि तैँले मुस्लिमलाई सपोर्ट गर्नुपर्छ अरे क्या त्यसले तर केही छैन यस्तो कचरा मान्छेहरू त कति आउँछ कति जान्छ हो वी डोन्ट गिभ एफ टु देम नि त सबैलाई एफ दिएर साथ दिए पनि छैन गएको हुन्छ कति हुन्छ होइन कस्तो त्यो गरेको त्यो अर्को अरबिकको त्यसको त्यो चाहिँ मैले भिडियो गरेँ टक्क भिडियो गरिरहेको थिएँ नि त अनि लिँदै मैले होइन मैले सुरुमै अघि त्यसले हामीलाई हरूलाई ऱ्याक गरे बेलामा मैले भिडियो गर्नुपर्ने रहेछ होइन तर मैले केही पनि गरिनँ कि म त यस बेला अलिकति बेसी भयो चाहिँ म भिडियो बनाउँछु सोचिरहेको थिएँ होइन त्यसपछि त्यो पनि साइड लागिहाल्यो अलिकति बेसी भयो चाहिँ म भिडियो गरिदिन्छु तर मैले सुरुमै भिडियो गर्नुपर्ने रहेछ गरिनँ कि म देखाएको त मा कन्टेन्ट त बनाउँदैन टिकटकमा नि टिकटकमा नि हाल्नुहुन्थ्यो कन्टेन्ट त मोबाइल आउँथ्यो है तर यस्तै हो गाइस ल अब चाहिँ हामी कहाँ आइपुग्यो भने हाम्रो बस स्ट्यान्डमा आइपुग्नु लाग्यो हामी अब हाम्रो बस चढेर टक्क रुम जान्छौँ रुम गएर आज पारा पनि तात्यो अलिकति हाई पनि भयो एकछिन त अनि रुम गएर टक्क लाएर मस्तले सुतिन्छौँ गाइस सो गाइस हामी चाहिँ रुम पनि आइपुगिसक्यो अनि त्यस पछाडि रुममा आएर टक्क चेन्ज गर्छु अब फ्रेस हुन्छु होइन अनि आजको लाइक नाइट चाहिँ राम्रै भयो अलिकति ड्रामा पनि भयो लाइक मैले त्यो चाहिँ फुटेज लिन पाएँ त्यो पनि भिडियो गर्नु रहेछ फेरि मेरो दिमाग फेरि यस्तो किचोड प्रेसर आयो कि लाइक त्यो कुराहरू कुनै गर्न सकिनँ कि मैले यसलाई पचाउनै सकिनँ कि अनि भिडियो पनि त्यो सोचमै आएर भिडियो गर्नुपर्ने रहेछ यताउति पछि गएँ भिडियो गर्नुपर्ने रहेछ बबाल कन्टेन्ट हुन्थ्यो अनि भइरहेको र ठिकै छ यस्तो मान्छेहरू भेटिरहन्छ होला नि फर्स्ट टाइम भेटेर यस्तो मान्छेहरू हुन्छ जो अरूलाई लाइक ह्यारेस गर्न खोज्छ होइन अलिकति आफू सुपिरियर होइन मन खोज्ने खालको पनि हुँदो रहेछ कतालाई नि पाएँ भेट्दो रहेछ भने थाहा भयो मलाई चाहिँ कता अलिकति सेफ जस्तो लाग्थ्यो तर लाइक द्याट डोमिनेटिङ अस लाइक तिनीहरू चाहिँ बङ्गाली हो लाइक त्यसलाई तिनीहरूलाई चाहिँ अलिकति अरबिक आउँथ्यो रहेछ त्यही भएर हिरो बन्न खोजिरहेको थियो होइन आई थिङ्क तिनीहरू अलिक बच्चै हो क्या लाइक अब के त केही खाएर हिँड्ने हुनुपर्छ लाइक होइन केही खाएर हिँड्ने हुनुपर्छ झ्यापको तालमा होला सो लाइक छोड्दै हाल्दैन त्यो कुरा आफ्नो मुड अपसेट गर्नु हुँदैन त्यो कुराहरू सोचेर होइन त्यस्तो मान्छेहरू त भेटिहाल्छ नि कहीँ न कहीँ त भइहाल्छ नि होइन सबै ठाउँमा राम्रै मान्छे हुन्छ भने के छ लाइक त्यो इन्सिडेन्ट पछि टक्क बाहिर निस्किँदा म भिडियो गर्दै निस्किरहेको थिएँ नि त अनि लाइक हु इज द रियल अरबिक नि ऊ चाहिँ आएर पुरै भिडियोमा हेर्नु आए गरिरहेको थियो होइन त्यस्तोहरू ठिकै छ ल त्यो कुरामा त हेर्न नसोचौँ जता पनि नजाउँ तर मलाई चाहिँ रिग्रेट भइरहेको थियो त्यो टाइममा भिडियो गरेर चाहिँ बबाल हुन्थ्यो रहेछ लाइक हुन्छ नि हल्का कन्टेन्ट पनि आउँथ्यो रहेछ भनेर सोचिरहेको थिएँ तर त्यो त ठुलो युट्युबर त होइन लाइक त्यस्तो त केही पनि छैन पनि यसो फन हुन्थ्यो भिडियोको लागि इन्ट्रेस्टिङ कुरा आउँथ्यो भनेर सोचेर पछि चाहिँ रिग्रेट भयो यति भन्दै आजको भिडियो चाहिँ म यहीँ एन्ड गर्छु होइन सो गाइज कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु हजुरको लागि म के नयाँ कुराहरू ल्याउन सक्छु लाइक के गर्न सक्छु तपाईँलाई इन्टरटेन गर्नलाई भन्नुहोस् म गर्न तयार छु लाइक गर्न कोसिस गर्छु होइन सो डोन्ट फर्गेट टु सेयर लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब है गाइज ल बाई सी यु इन माई नेक्स्ट भिडियो